आलु र प्याज। आलु र प्याज तरकारी गाउँमा सबैजना मिलेर बस्थे। टमाटर, बन्दा, काँक्रो, लसुन सबै तर दुईजना भने सधैँ जसो एक अर्कासँग घमण्ड गरिरहन्थे। आलु र प्याज। आलु भन्छ, म बिना खाना नै पुरा हुँदैन, मलाई त सबैले मन पराउँछन्। पकौडा, आलु, दम, तरकारी बनाउँछन्। प्याज हाँस्दै भन्छ, तर मलाई नहालेसम्म त स्वादै आउँदैन, म बिना खाना सुगन्धी हुँदैन, मलाई काट्दा आँसु आउँछ, तर मिठास पनि मबाटै आउँछ। यी दुई दिनौँ यही झगडा चल्थ्यो। एक दिन गाउँमा ठुलो भोजको तयारी भयो। सबै तरकारीहरू व्यस्त थिए, तर आलु र प्याज फेरि झगडा गर्दै थिए। म पहिले जान्छु, होइन म भन्दै भान्से दिदीले थाकेर भनिन्, यदि तिमीहरू झगडा गरिरह्यौ भने म आज तिमीहरूलाई खानामा राख्दिन। दुवै अचम्म परे। बिना आलु र प्याज खाना त फिक्का भयो, कसैले स्वाद नपायो। सबैले भन्यो, आज त खाना अधुरो भयो। त्यसपछि आलु र प्याजले एक अर्कालाई हेरे। आलुले भने, हाम्रो झगडाले त खाना नै बर्बाद भयो। प्याजले टाउको हल्लायो, अबदेखि सँगै काम गरौँ है। त्यस दिनपछि आलु र प्याज कहिल्यै झगडा गरेन। उनीहरू सँगै भान्सामा पसे, सँगै परिकार बनेर सबै खुसी भए। साँचो काम तब सफल हुन्छ जब हामी मिलेर गर्छौँ। घमण्ड होइन, सहकार्य आवश्यक छ। धन्यवाद।